हेलो साथीहरू, आज चाहिँ छोटो भिडियो महत्त्वपूर्ण रहेको छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपालको वर्तमान संविधानमा रहेका उल्लेख गरिएका 9वटा अनुसूचीलाई सूत्रबद्ध कसरी याद गर्ने सजिलै भन्ने कुरा हजुरहरूले सिकाउन गइरहेको छु। नेपालको वर्तमान संविधानमा रहेका 9वटा अनुसूचीलाई सूत्रबद्ध तरिकाले कसरी याद गर्ने सूत्र रहेको छ। झन्डामा गनको निशाना परदेशीजीले सङ्घ र परदेश दुवै अधिकार स्थानीयमा सार्छ। यो सूत्र याद गरेपछि 9वटै अनुसूचीहरू सजिलै याद हुनेछन् साथीहरू। अब यसलाई यस सूत्रलाई अनुसूचीमा लेखेर देखाउनेछु। अनुसूची 1 मा रहेको झन्डामा भनेपछि नेपालको राष्ट्रिय झन्डा भयो। अनुसूची 1 मा नेपालको राष्ट्रिय झन्डा। अनुसूची 2 मा गानको भनेपछि नेपालको राष्ट्रिय गान। अनुसूची 3 मा निशाना भनेपछि नेपालको निशान छाप रहेको छ। अनुसूची 4 मा परदेशीजीले भनेको परदेश र परदेशका जिल्ला रहने व्यवस्था छ। अनुसूची 5 मा सङ्घ भनेको सङ्घको अधिकार सूची भयो। सङ्घको अधिकार सूची छ। सङ्घको अधिकार सूची कतिवटा छन् साथीहरू? 35वटा छन्। अनुसूची 6 मा सङ्घ भनेको अनुसूची 5 मा भयो सङ्घको अधिकार र परदेश भनेको परदेशको अधिकार सूची। परदेशको अधिकार सूची रहेको छ। अनुसूची 6 मा कतिवटा छन् भनेपछि 21वटा परदेश अधिकार सूची रहेका छन्। अनुसूची 7 मा दुवै अधिकार भनेको सङ्घ र परदेशका साझा अधिकार रहेका छन्। कतिवटा भनेको साथीहरू 25वटा सङ्घ र परदेशका साझा अधिकार रहेका छन्। अनुसूची 8 मा दुवै अधिकार भनेपछि अनुसूची 7 मा सङ्घ र परदेश साझा अधिकार भइहाल्यो। स्थानीय भनेपछि स्थानीय तहको अधिकारहरू। स्थानीय तहको अधिकार सूची रहेको छ। 22वटा अधिकार सूची रहेका छन्। अनुसूची 9 मा सार्छ भनेपछि सङ्घ, परदेश र स्थानीय तहका साझा भनेपछि हामीले सङ्घ, परदेश र स्थानीय तहका साझा अधिकार रहेको छ। कतिवटा साथीहरू? 15वटा सङ्घ, परदेश र स्थानीय तहका साझा अधिकार रहेका छन्। यसरी नै 9वटा अनुसूची। यो सूत्र याद गरेपछि लामो समयसम्म याद हुनेछ, कहिले बिर्सिने छैन। हजुरको लागि अति नै